हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई ब्लग। दिस इज मी। यो चाहिँ टरीको ताल तलैयामा घुम्न गएको। अनि मैले अस्ति एडिट गर्न बाँकी नै थियो क्या, म बिजी भएर। अनि बल्ल आज एडिट गर्दैछु। अनि यो ठाउँ कस्तो राम्रो छ हौ, दुईतिर ताल अनि बिचमा बाटो। तपाईँहरू पनि घुम्न आउनु, कस्तो राम्रो नेचर। अनि हाम्रो यो फ्यामिली, दिदीको छोरीहरू अनि मम्मी हिँड्दै हुनुहुन्छ। मैले बनाइदिएको भिडियो। अनि फ्यामिलीहरूसँग घुम्न शीतल ठाउँ छ, एकदम राम्रो रमाइलो। अनि यो चाहिँ सोनाले बनाइदिएको, दिदीको सानो छोरीले परतिर जङ्गलमा। अनि यहाँ चाहिँ म डान्स गर्दै गर्दै यो पुलमा पनि दामी आउँदो रहेछ क्या भिडियो। दुईतिर खोला बगिरहेको ताल। अनि यतापट्टि मैले सुहानालाई बनाइमागेको थिएँ भिडियो। अनि म उफ्रिँदै नाच्दैछु। अनि यो पुलमा कस्तो दामी देखिन्छ क्या पुल। अनि त्यसपछि मुनि ताल। वाउ, छैन त दामी साथीहरू। तपाईँहरू पनि जानुहोस् है यस्तो राम्रो ठाउँ घुम्नको लागि। त्यसपछि यहाँ अरू पनि छ, लाटोकोसेरोहरू, अरू चराहरू अनि खरायोहरू, धेरै चिज छ, कुखुराहरू। यो चाहिँ कबुतर हो कि खै के हो, कस्तो राम्रो रहेछ। अनि कस्तो क्युट छ यो। अनि यहाँ चाहिँ अजिङ्गर छ। यो चाहिँ अजिङ्गर सुतिरहेको थियो नि, हामी बोलेकोले उठेर आउँदैछ। जिब्रो पनि कति लामो निकाल्दैछ। यहाँ चाहिँ 6वटा रहेछ अजिङ्गर चाहिँ। अरू चाहिँ अलिक माथि सुतिरहेको छ। अनि यो चाहिँ मैले अलिक नजिक भएको ठाउँमा खिचेको भिडियो। अनि एकछिन हामीले यो धेरै बेर हेऱ्यौँ, के गर्छ, जिब्रो निकाल्छ, सुत्छ। अनि यो फेरि लाटोकोसेरो, यो अर्को सेतो खालको लाटोकोसेरो पनि रहेछ क्या। यो चाहिँ कस्तो क्युट छ ऊ, सेतो लाटोकोसेरो बसिरहेको छ ऊ, कस्तो राम्रो छ, च्याप्प छुमिम जस्तो। यो पनि त्यही अजिङ्गरै हो। यो चाहिँ थोरै अहिलेको चाहिँ जिब्रो निकालेको, कत्रो जिउ छ यसको। अनि मयूर छ, क्युटी मयूर, कस्तो दामी स्विटी क्युटी पाई मयूरलाई पनि यसो हेरिदिएको, भिडियो बनाइदिएको। अनि यो चाहिँ बाघको स्ट्याचुमा मैले भिडियो बनाउँदैछु, जिस्काउँदै जे होस् रमाइलो भयो। अनि यहाँ चाहिँ गेरुवा भन्ने गीतमा भिडियो बनाउने जस्तो ताल त नामै ताल तलैया, त्यही भएर यहाँ चाहिँ धेरैवटा ताल तलैया छ। बाई।